व्यवस्थापन यो लोकेसन जस्तै चिज हो। उ समाजसेवी गर्दैछ, हामी चाहिँ यात्रा सुरु गर्दैछौँ। उता यात्रा सुरु हुँदैछ। आऊ है, आमा आउनु है अलि राम्रोसँग गरेर जाउँ भन्ने कुरो हो। केही कुटकुट भएको छ भने लिएर आऊ है, हुन त फर्केर गए आउने यहीँबाट समीर ल हिँड्दै हिँड्दै अब खुर्किलो चढ्दै अगाडि बढ्दै होइन जाउँ। म आउँदा त यो ढुङ्गासम्म नि बित्थ्या थिएन भाइ। तपाईँ कति वर्ष पछाडि आउनु बारे? 24 वर्षपछि। अनि हेलो हेलो हामी चाहिँ सैलिङश्वरी महादेव पाठामा दर्शन गर्न आइरहेको अवस्था। हामी 24 वर्ष पछाडिको यात्रा मेरो दोस्रो यात्रा, तेस्रो यात्रा हुन चाहिँ 24 वर्ष पछिको चाहिँ पहिलो यात्रा। त्यहाँभन्दा अगाडि दुईपल्ट यात्रा भइसक्यो, दर्शन भइसक्यो। दुईपल्ट दर्शन गरेपछि तेस्रो चोटि 24 वर्ष पछाडि अब दर्शनको लागि हामी यहाँ छौँ। हामी 10-11 जना टिमै मिलेर आछौँ। आज मन्दिर नै हामीले रिजर्भ गरे जस्तै हो, कोही हुनुहुन्न आज। यस्तै बेला आएको थियो भाइ, हामी पहिला आउँदा नि कोही थिएन। मन्दिरमा आनन्दले दर्शन गर्न पाइन्छ कि यस्तो बेला आएपछि चाहिँ। बस तपाईँहरू सबैजनाले बुझ्नुभयो नि कुरो। खाली भयो बेलामा आइयो भने यसरी बुझ्नु पाइन्छ। त्यो घुर्मुसे घाँस, घुर्मुसे कि के भन्छ घुर्मुसे। हामी बाख्राले घाँस काट्छौँ, यो घुर्मुसे बन्ने। धेरै डिलमा नजानुहोस् क्यामेराम्यान, होइन अझै डेन्जर अवस्था छ। भ्लग बन्द होला। के हुँदैछ साथी हो यतातिर? यतातिर थकित मानिरहेको हामी। पुरै अल्छीमा हो? ठिक छ ल। कहाँ पछाडि धुलो उडे, गाडीभन्दा पछाडि कति धुलो उड्या। अनि यहाँ त चना तर्केर बोकेर आमालाई हिँड्नलाई सजिलै भइरहेछ। सजिलै राक्षसमा भयो। यो घाँस कति राम्रोसँग काटिन्थ्यो है गोविन्द। हो कस्तो बास्ना आएको। के भेट्छ दोस्त यहाँ? डायमन्ड शङ्ख जस्तै रहेछ नि त यहाँ। के विशेषता छ के त्यसको? महादेवले यहाँ भगवान नि त अनि एक थरी हेरि बस्छन्, टाढा टाढाको देख्छ भन्छ साँच्चै रहेछ। त्यही त टाढा टाढाको देख्छ। सानो भाइ के छ? बिचरा मुखै सुकिरहेछ। चापको बोट हाम्रो गाउँतिरको चाप हो। ओहो काठमाडौँको चाप अर्कै हुन्छ, अर्कै हुन्छ। हाम्रो गाउँतिरको चाप चिल्लो हुन्छ। ऊ गुखलालो अरू खल्या भए टिप्नुहुन्थ्यो। अहिले चढ्न सक्छ। गुराँसको रुखमा अब अहिले कसरी टिप्ने भनेर मैले देखाउँछु। म भिडियो हेर्छु। अँ उयो के अरे